हिजोको त्यो अलिक टायर्ड नै थियो अलिक टेन्सनै थियो बढी नै अनि राति हामी बल्ल 3 बजेमा घर पुगेको 3 बजे घर पुग्नु भयो पुगेपछि बिहान अलिक ढिलोसम्म भव्य रमाइलो भयो रमाइलो पनि भयो अलिअलि खुसी पनि भयो खुसियाली मनायो किनकि सुरुवात चरणमा जब म चाहिँ दबाईसम्म नेपालमा अनुमोदित भएँ त्यो बेलामा मैले के गर्ला कसो गर्ला सक्ला कि नसक्ला भन्ने र मलाई पनि आफैलाई च्यालेन्ज थियो के गर्ने होला कसो गर्ने होला जान्छु कि जान्दैन होला बुझाउन सक्छु कि सक्दैन होला ट्यालेन्टसँग म घुलमिल हुन सक्छु कि सक्दैन होला भन्ने टेन्सन थियो त्यो पछि चाहिँ मैले आज आएर त्यो चिजहरू चाहिँ पुरिदिएको छ भनौँ न यद्यपि मैले त्यो ठाउँमा गएर पाइलट टेकेर होइन तपाईँ त आफ्नो मिसनमा सफल हुनुभयो नि त हुन त यो हजुरले भन्दैन कुरा मैले कति गरेँ कति गरेँ थाहा भएन प्रोसेस पाण्डेलाई विजेता बनाउनु तपाईँको ठुलो हात थियो नि त मेरो आफ्नो टिमले त्यो ठाउँमा चाहिँ जित्दै गर्दाखेरि खुसी चाहिँ लाग्यो चाहिँ उहाँले जित्नै पर्थ्यो जनमत उहाँको पक्षमा थियो हो होइन सबै त्यहाँ भएका सबै ट्यालेन्टले उत्तिकै राम्रो गाउनुहुन्छ क्या दाइ अब एउटा न एउटा कज चाहिन्छ मान्छेलाई होइन केले जित्ने त कसरी जित्ने त भन्ने कुरा त्यो हिसाबले पनि अब चाहिँ मैले भनिसकेँ प्रोसेसले गाउँदा गाउँदै एक किसिमको फ्यान फिल्म बनिसकेको थियो फ्यान फिल्म अरूको हुन्थ्यो तर थोरै धेरै त भन्ने त हुन्छ नि त त्यो हिसाबले पनि उनले चाहिँ राम्रो पर्फर्म गर्दै राम्रो क्यारिकेचर गर्दै राम्रो कमेडी गर्दै दर्शकको मन जित्यो होइन कमेडी त उहाँले गर्नु भएको छ होइन अब मैले घोषणा पनि गरेको छु कमेडी दरबारमा बोलाउँछु भनेर उहाँलाई हामी अतिथिको रूपमा बोलाउँछौँ तपाईँ हास्य व्यङ्ग्य क्षेत्रमा त्यति खप्पिस हुनुहुन्छ अलिअलि कोसिस आज दुवैजनाले संवाद गर्नुहोस् न हँसाउने संवाद एकदम मनोरञ्जन दिनुहोस् न हामी हाँसिदिए पुग्छ संवादै गर्नु पर्दैन यहाँ के अरे चाहिँ प्रतिभाको खाने प्रोसेस मात्र भयो क्या म भएन